अब इन्डियामा चाहिँ अब फेरि 10 पास नगरिकन तिमीहरूको चाहिँ भर्ती हुनु चलन थिएन कि होइन, भर्ती हुनु पऱ्यो नि त। अनि बिहार भन्ने ठाउँ रहेछ, त्यहाँ चाहिँ इक्जाम दिन गएँ। त्यहाँ गएको एन्सर नि त्यही, क्वेसन पनि त्यही हुँदो रहेछ ब्ल्याकबोर्डमा, सर र सार नि दिने आउने। बिहारमा त्यस्तै हुन्छ एक्जाम भन्छ। आफूलाई पास हुनु पऱ्यो चाहिँ के भन्दा सयगर तान्दै टक 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 लेख्दै अनि ठक्क पास भएँ आएँ। अब त्यो सर्टिफिकेट ल्याएर क्याम्पस पढ्छु भनेर अब गाउँमा आएँ। अब म यहाँ पढ्दिनँ, उतै गाउँतिर गएर यसो क्याम्पसमा होइन झोलासोला गएर सर्टिफिकेट देखाएको त सरले यो चल्दैन भन्छ नि। यो बिहारको चल्दैन त्यतिर भनेर भने किन चल्दैन, 10 को झन् 16 हुनु पर्यो यो होइन भने त्यस्तो त्यस्तो किसिमको डिस्कसहरू थिए। अझै छन्, अझ फन्नी फन्नी कुराहरू धेरै छन् के। सरलाई कसरी चाहिँ सरले मलाई हान्दाखेरिको सरलाई मैले कसरी होइन कसरी सम्मान गरेको कसरी ती कुराहरू बनाउने राम्रै हुन्छ फिल्म जस्तो लाग्छ। म यहाँ सरलाई चाहिँ कसरी सम्मान गर्नुभयो बाटामा भेटेर? होइन त्यो फिल्मै हेर्नुपर्छ। फिल्म के बनाउने, स्टोरी सब आउने भयो, फिल्म के बनाउनु फेरि चिया थप म एक्लै भएँ।